हेलो नमस्ते। आज चाहिँ हामी दाल पुरी बनाउन जाँदैछौँ र यो चाहिँ चामलको पिठो हामी मुछेर राखेको छौँ है, साह्रो बनायो। त्यसपछि यो चाहिँ हाम्रो बदामको दाल हो, यसलाई चाहिँ सिटी लगाएर निकाल्ने, त्यसपछि पिसेर त्यसमा चाहिँ लसुन जिरा पड्काउने र नुन हाल्ने स्वाद अनुसार। त्यसपछि यसरी चामलको डल्लामा हामीले यसरी दाललाई चाहिँ भित्र हामी यसलाई भर्ने है, र यसलाई भरेर यसरी हातले घुमाएर डल्ला बनाएर चक्लामा तेल लगाएर यसलाई हामी चाहिँ राख्छौँ र हातले चाहिँ हामी बिस्तारै बिस्तारै थपथपाउँछौँ है, नाकि हामी छेउछेउमा थपथपाउनुपर्छ, नाकि यसको दाल चाहिँ फुटेर बाहिर नहोस् भनेर। त्यसपछि यसलाई अनुसक्छौँ हामीले चाहिँ ठिक्कको सेप दिएको छौँ। यसलाई हामीले धेरै पातलो पनि बनाउनु हुँदैन, धेरै मोटो पनि बनाउनु हुँदैन। हेर्न सक्नुहुन्छ हामीले यसरी बनाएर राखेको छौँ। अब यसलाई चाहिँ हामीले तेल तताएर मजाले हाल्यौँ र हेर्न सक्नुहुन्छ यो चाहिँ एकदमै राम्रोसँग तेल तातेको हुनाले छिटै नै रातो भएको छ। यसरी मजाले पाकेपछि तेललाई तर्काएर टक्क निकाल्ने हो र हेर्न सक्नुहुन्छ एकदमै मिठो कलर आइसकेको छ हाम्रो पुरी चाहिँ खानको लागि एकदमै हेर्न सक्नुहुन्छ राम्रो भएर रेडी भइसकेको छ। ल गाइज, फर्स्ट टाइम थियो मेरो पनि, ट्राई इट।